क्षेत्रमा आकर्षण गर्न सक्ने एउटा अवसर यो मञ्चले आज प्रदान गर्न सक्दछ। त्यसैगरी कर्णालीका विभिन्न क्षेत्रहरू चलचित्र छायाङ्कनका गन्तव्य बन्न सक्दछन् भन्ने कुरालाई पनि एउटा छलफल बहसको कुरा बनाउन सकिने कुरा छ। त्यसैगरी आजको दिनमा केही छलफलका संवादका श्रृङ्खलाहरू रहनेछन् र भोलि पनि गुराँस गाउँपालिकामा छलफल र संवादका श्रृङ्खलाहरू रहनेछन्। यो छलफलले नीतिगत संरचना निर्माण गर्ने सवालमा र भइरहेका संयन्त्रहरूलाई क्रियाशील बनाउने सन्दर्भमा पनि भूमिका निर्वाह गर्न सक्दछ भन्ने विश्वास आयोजकको रहेको छ। अब हामी औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। छोटो समय आधा घण्टाभित्रमा हामी यो औपचारिक उद्घाटन समारोहलाई सम्पन्न गर्ने गरी तयारी गरेको हुनाले यो आवाजको दायरामा रहनुभएका हल बाहिरपट्टि रहनुभएका समस्त दर्शक महानुभावहरूलाई पनि कार्यक्रम स्थलभित्रै प्रवेश गरिदिन हुनका लागि अनुरोध गर्दछु र पछाडि चेयरहरू खाली छ त्यो चेयरमा विराजमान भइदिनका लागि उभिएर बस्नुभएका तपाईँ सबैलाई म अनुरोध गर्दछु। अब हामी सुरुवात गर्ने तर्खर गरिराखेका छौँ। यो महत्त्वपूर्ण संवादको श्रृङ्खला भएका कारणले गर्दा तपाईँहरूको सम्पूर्ण ध्यान यही हलभित्रै केन्द्रित होस् भन्ने उद्देश्यले यो अनुरोध गरेँ कि तपाईँहरू कृपया विराजमान भइदिनुहोला। अब हामी औपचारिक रूपमा कार्यक्रम सुरुवात गर्दैछौँ। यहाँ विभिन्न सेसनहरूमा हाम्रो सहभागिता रहने भएका कारणले गर्दा आसन ग्रहणको क्रमलाई पनि छोट्याएर हामीले त्यसरी तयारी गरिराखेका छौँ र यो आधा घण्टाभित्रमा कार्यक्रम यो औपचारिक उद्घाटनको सत्र समापन हुनेछ। त्यसपछि हामी संवादका श्रृङ्खलाहरूलाई अगाडि बढाउनेछौँ। सबैभन्दा पहिले आजको संवादमा आज कर्णाली पर्यटन संवाद रहनेछ, कर्णाली चलचित्र संवाद रहनेछ, त्यसैगरी राजनीतिक संवाद रहनेछ भने सुरुमा हामी राजनीतिक संवादबाट छलफलको सेसन आरम्भ गर्नेछौँ र अन्तिममा आजको अन्तिम समयमा गजलकारहरूका केही गजलहरू सुन्ने सत्र पनि रहेको बेहोरा निवेदन गर्छौँ भने भोलि गुराँसमा पनि केही संवादका श्रृङ्खलाहरू छन्। गुराँस कृषि सम्भावना र लगानी संवाद भोलि गुराँस गाउँपालिकामा हुनेछ। त्यसैगरी गुराँस चलचित्र पर्यटन संवाद पनि भोलि हुने बेहोरा यहाँहरूलाई जानकारी गराउँदछौँ। त्यसको तयारी पनि भइरहेको छ। हामी यसलाई सामाजिक सञ्जाल फेसबुकबाट पनि प्रत्यक्ष प्रसारण गर्ने भएकाले त्यसको थोरै समय व्यवस्थापनको भइरहेको छ। त्यसपछि हामी औपचारिक रूपमा अगाडि बढ्नेछौँ। मैले अनुरोध गरेको छु कृपया कुर्सीहरू खाली छ, विराजमान भइदिनुहोला। बाहिरपट्टि बसेर यो आवाज सुनिरहनु भएको छ भने तपाईँलाई पनि कार्यक्रम स्थलभित्रै प्रवेश गरिदिनका लागि विनम्र अनुरोध गर्दछु। स्वयंसेवक साथीहरूले बाहिर रहनुभएका महानुभावहरूलाई यो कार्यक्रमको दृश्य अवलोकन गर्नका लागि सहज होस् भन्ने हेतुले भित्र ल्याउने वातावरण निर्माण गरिदिनका लागि पनि अनुरोध गर्दछु। अथाह सम्भावनाको खानी कर्णाली प्रदेश, यो प्रदेशका विषयमा बनेका केही धारणाहरू बदल्नुपर्छ। ती धारणाहरू बदल्नका लागि यस्ता संवाद श्रृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्। लेख्दा देखाउँदा लेख्दाखेरि नै कर्णाली प्रदेश कमजोर भनेर लेख्ने परिपाटी छ, त्यो बदल्नु पर्नेछ। ती न्यारेटिभहरू चेन्ज गर्नका लागि यस्ता बहसले महत्त्वपूर्ण भूमिका, यस्ता संवादका श्रृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् भन्ने हामीले विश्वास लिएका छौँ। तपाईँ इन्टरनेटको पहुँचमा यदि अहिले हुनुहुन्छ भने हाम्रो दुईवटा फेसबुक पेजबाट यो कार्यक्रम प्रत्यक्ष रूपमा प्रसारण हुने बेहोरा जानकारी गराउँछु।
र तपाईले त्यसलाई शेयर गरेर धेरैभन्दा धेरै व्यक्तिहरूसम्म धेरैभन्दा धेरै दर्शकहरूसम्म पुर्याउनु होला भन्ने अनुरोध पनि गर्न चाहन्छु। हामी समयलाई सदुपयोग गर्ने मामलामा अलिकता पछाडि भयौँ। आयोजकका तर्फबाट माफी माग्छु। हाम्रा आजका प्रमुख अतिथिज्यू लगायत अतिथिज्यूहरूको आगमन भने समयमै भएको थियो, तर हामी भने केही ढिलो हुन पुगेका छौँ। यसका लागि माफी माग्दै तपाईँ सबैको जोरदार तालीबाट आजको कार्यक्रम शुभारम्भ गरौँ। धन्यवाद। यो सक्रियता, यो चासो र यो साथ माया चाहिँ कार्यक्रमको अन्तिम समयसम्म यही रूपमा कायम रहोस् भन्ने अपेक्षा राख्दै आजको कार्यक्रमको श्रीगणेश गर्न चाहन्छु र आसन ग्रहणको क्रमलाई आरम्भ गर्दैछु। सबैभन्दा पहिले आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिन हुनका लागि हामी सबैलाई हौसला प्रदान गर्ने, खास गरी पछिल्लो हराउँदै गएको छ यसलाई चाहिँ बचाउनुपर्छ, उजागर गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। साहित्यकार हुनुहुन्छ, मध्यपश्चिम विश्वविद्यालयको पूर्व रजिस्ट्रार हुनुहुन्छ र यो कार्यक्रमको समग्र व्यवस्थापनमा उहाँको अत्यन्त महत्त्वपूर्ण समय रहेको छ र यो महोत्सवको सल्लाहकार समेत हुनुहुन्छ आदरणीय गुरु डाक्टर महेन्द्र कुमार मल्लज्यूलाई अध्यक्षता ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। आजको कार्यक्रमको प्रमुख अतिथिका रूपमा हामीले यस प्रदेशका अभिभावक पाएका छौँ। प्रमुख अतिथि यस प्रदेशका मुख्यमन्त्री माननीय यमलाल कणेलज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। यसैगरी विशेष अतिथिका रूपमा यस प्रदेशका पूर्व मुख्यमन्त्री माननीय जीवन बहादुर साईज्यूलाई पनि म आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। त्यसैगरी अतिथिकै आसन ग्रहणका क्रममा पूर्व राज्यमन्त्री माननीय कुन्ती कुमारी साईज्यू हुनुहुन्छ, यहाँलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि प्रतिनिधित्व गर्नुहुन्छ। त्यसैगरी विशेष अतिथिमा पूर्व मन्त्री हुनुहुन्छ रामकुमारी झाँक्रीज्यू, यहाँलाई पनि म विशेष अतिथिको आसन ग्रहण गरिदिन हुनका लागि अनुरोध गर्दछु। र मैले प्रारम्भमा समयका कारणले क्षमा मागेको थिएँ, अहिले चाहिँ शब्दहरू चयन गर्ने सन्दर्भमा कहिलेकाहीँ चिप्लिन सक्छ, त्यस कारणले प्रारम्भमै सम्बोधनका क्रममा केही त्रुटि हुन गए क्षमा गर्नुहुनेछ भन्ने विश्वासका साथ आसन ग्रहणको क्रमलाई अगाडि बढाउँदैछु। यसैगरी अतिथिमा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीज्यूलाई आमन्त्रण गरेका छौँ। आउनुभयो भने हामी आसन ग्रहण गराउनेछौँ। अतिथिकै रूपमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कर्णाली प्रदेशका सुरेश अधिकारीज्यू, यहाँलाई सामाजिक विकास मन्त्रीज्यूको आगमन भएको छ, आसन ग्रहणका लागि अनुरोध गर्दछु। त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालज्यू पनि आउँदै हुनुहुन्छ। अहिले आउनुभयो भने उहाँलाई हामी आसन ग्रहणका लागि आमन्त्रण गर्नेछौँ। यसैगरी गुराँस गाउँपालिकामा पनि भोलि भव्य संवादको श्रृङ्खला रहनेछ। आजको प्यानलिस्टका रूपमा पनि हुनुहुन्छ गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर विशेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हुनका लागि अनुरोध गर्दछु। आवाजको दुनियाँका बादशाह हाम्रो बिचमा हुनुहुन्छ। अब बोल्न पनि अलिकता यो आफ्नो क्षेत्रका आदर्श व्यक्तित्व भएका कारणले गर्दा केही त्रुटि हुन्छ कि भनेर अझै गम्भीर हुनुपर्ने बेला भएको छ। मलाई चाहिँ चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। त्यसैगरी अभिनेता अहिलेको चलचित्र उद्योगका स्टार प्रदीप खड्काज्यू हुनुहुन्छ, यहाँलाई पनि आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। मैले त्यसैले अघि नै भनेको छु,
यो सम्बोधनका क्रममा शब्दहरूको ओज कम पर्न सक्दछ। मैले अभिनेता मात्रै भने दर्शकले बाँकी आफै देखाउनु भएको छ। यसैगरी आसन ग्रहणकै क्रममा हामीले आमन्त्रण गरेका छौँ प्यानलिस्ट पनि हुनुहुन्छ। एफएनसिसिआई का अध्यक्ष पर्यटन व्यवसायी समेत हुनुहुन्छ भवानी राणाज्यू, उहाँ आउँदै हुनुहुन्छ। अहिले केही बेरमा हामी उहाँलाई आसन ग्रहण गराउनेछौँ। यसैगरी मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी प्रमुख भरतराज ढकालज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। कृपया अगाडि आइदिनु होला। त्यसैगरी मुक्तिनाथ बैंकका सञ्चालक नारायण कुमार श्रेष्ठज्यू हुनुहुन्छ, यहाँलाई पनि आसन ग्रहण गरिदिन हुनका लागि अनुरोध गर्दछु। उहाँहरूको आसन ग्रहण गराउँदै गर्दा हामीलाई यो कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न तौरबाट सहयोग गर्नुहुने स्पोन्सर होस् या अन्य भूमिकामा सहयोग गर्नुहुने सबैका प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आसन ग्रहणकै क्रमलाई जोड्दैछु। नेपाली काङ्ग्रेसका प्रतिनिधि पार्टी प्रमुख आगमन भएको छ भने कृपया आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। त्यसैगरी नेकपा एमालेका प्रमुख एवं प्रतिनिधिज्यू हुनुहुन्छ, यहाँलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। यो जिल्लाको रूपमा मैले भनिरहेको छु। त्यसैगरी नेकपा माओवादी केन्द्रका प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। राष्ट्रिय स्वतन्त्र पार्टीका ठ्याक्कै मैले नाम लिँदै थिएँ प्रमुख एवं प्रतिनिधिज्यू भनेर मदन खड्काज्यू कर्णाली प्रदेश संयोजकै हुनुहुन्छ, यहाँ उपस्थित हुनुभएको छ, यहाँलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहण गरिदिन हुनका लागि अनुरोध गर्दछु। जनता समाजवादी पार्टीका प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। त्यसैगरी नेकपा एकीकृत समाजवादीका प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। राष्ट्रिय जनमोर्चाका प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। नेपाल मजदुर किसान पार्टीका प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। यस महोत्सवका निर्देशक, यो क्षेत्रलाई चलचित्रका माध्यमबाट विश्वव्यापीकरण गर्न सकिने सम्भावनालाई दृष्टिगत गर्दै निकै क्रियाशीलतापूर्वक यो महोत्सव सञ्चालन गर्नुहुने निर्देशक चक्रबहादुर चन्दज्यूलाई पनि आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। त्यसैगरी वरिष्ठ अधिवक्ता एवं पूर्व मुख्य न्यायाधिवक्ता ध्रुव कुमार श्रेष्ठज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। र आसन ग्रहणको क्रमलाई अहिलेलाई मैले बिट मार्छु र समग्रमा सम्पूर्ण अतिथिज्यूहरूलाई सम्पूर्ण सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर पाल्नुहुने प्रमुख एवं प्रतिनिधिज्यूहरू, उपस्थित महानुभावहरू सबैजनालाई यथास्थानमा विराजमान भइदिनका लागि म हार्दिक अनुरोध गर्दछु। यो कार्यक्रमलाई एकदम छोट्याउने, आधा घण्टामा कार्यक्रम सक्ने भन्ने भएका कारणले गर्दा यो आसन ग्रहणको क्रमलाई यतिमै सीमित गरिएको हो र प्यानलिस्टका रूपमा सहभागी हुनुहुनेहरू पछि पनि हामी यहाँ भेट्नेछौँ। अहिलेका लागि भने पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष सुशील शर्माजी यहाँ अगाडि हुनुहुन्छ, म सम्मानसहित यहाँलाई आसन ग्रहण गर्नका लागि अनुरोध गर्दछु। अहिले हामी भैरव एचडीबाट फेसबुकमा लाइभ भइरहेका छौँ भने हाम्रै कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभलको फेसबुक पेजबाट पनि लाइभ भइरहेका छौँ। यो कुरा यहाँलाई म जानकारी गराउन चाहन्छु। र आसन ग्रहणको क्रममा तलमाथि पर्न गएकोमा क्षमा माग्न पर्छ नै, मैले क्षमा पनि मागिरहेको छु। र अब राष्ट्रिय गानको तयारीका लागि प्राविधिक साथीहरूलाई अनुरोध गर्दछु। कार्यक्रमलाई अब अगाडि बढाउने क्रम छ। वीरेन्द्रनगर नगरपालिकाका मेयर साहबको आगमन भएको छ, मोहनमाया ढकालज्यूलाई आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। मैले अघि पनि एकपटक उच्चारण गरेको थिएँ नाम, तर अहिले आगमन भयो। राष्ट्रिय गानमा अब हामी प्रवेश गर्छौँ। त्यसपछि पानसमा दीप बालेर एउटा स्वागत मन्तव्य अनि प्रमुख अतिथिज्यूको मन्तव्यसँगै यो उद्घाटन समारोहलाई सक्ने हाम्रो तयारी छ।
धेरै धेरै धन्यवाद। आसन ग्रहणको क्रममा यो मैले अघि पनि मैले यहाँहरूलाई निवेदन गरेको छु, यो छोटो बनाउने प्रयत्न हो। मैले देखिरहेको छु लक्ष्मण सर यहाँ अगाडि हुनुहुन्छ, उद्योगी व्यवसायी, त्यसै गरी कुलमान नेपाली दाइलाई मैले देखिराखेको छु। सबैजना मेरा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, त्यसैले मैले एकमुष्टमा यहाँहरूलाई आसन ग्रहण गर्नका लागि अनुरोध गरेका हुँ। उद्योग वाणिज्य सङ्घको मैले अघि भने लक्ष्मण सर यहीँ हुनुहुन्छ, यहाँलाई आसन ग्रहणका लागि मैले अनुरोध गर्दछु। त्यसै गरी कुलमान दाई पनि अघि देखिराखेको हुनुहुन्छ, यहीँ हुनुहुन्छ, यहाँलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्छु। अब मैले आसन ग्रहणको क्रमलाई चाहिँ रोकेर पानसमा दीप प्रज्वलनको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। औपचारिक उद्घाटनको कार्यक्रममा चाहिँ ताली बजाएर तपाईँहरूले उद्घाटनमा सहभागी भइदिनका लागि अनुरोध गर्दछु र दीप प्रज्वलनका लागि कार्यक्रमका आजका प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2081 को औपचारिक उद्घाटन भइरहेको छ। कृपया ताली बजाएर यो उद्घाटन प्रक्रियामा तपाईहरू पनि सरिक भइदिनु होला। धन्यवाद। निर्धारित समयमा कार्यक्रम सकिएन भने यो प्यानल डिस्कसनको समय कम हुन्छ भन्ने छ र व्यस्तताको सेड्युललाई पनि हेर्दै अब सरसर्ती कार्यक्रममा स्वागत मन्तव्य सहित यो महोत्सवको लक्ष्य उद्देश्य सहित प्रकाश पारिदिन हुनका लागि म महोत्सवका निर्देशक चक्रबहादुर चन्दज्यूलाई अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू, आजको यस कार्यक्रमका सभापतिज्यू र हाम्रो कार्यक्रमलाई महत्त्व दिएर आफ्नो अमूल्य समय प्रदान गरिदिनुभएका आजका प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यू, त्यसै गरी पूर्व मुख्यमन्त्रीज्यू, मन्त्रीज्यूहरू, त्यसै गरी विभिन्न केन्द्रीय स्तरका नेतृत्व, विभिन्न पार्टीका नेतागणहरू, त्यसै गरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षज्यू, मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लगायतका उपस्थित सम्पूर्ण महानुभावहरूमा मैले लामो समय नलिउँ भनेर छोटो रूपमा चाहिँ सम्बोधन गरेको हुँ र सम्पूर्णमा म हृदय आत्मादेखि स्वागत गर्न चाहन्छु। यो कार्यक्रम विशेष गरेर हामीले म चलचित्र क्षेत्रमा विगत 10 वर्षदेखि क्रियाशील छु र पहिलो पटक हामीले नेपाली ठुलो क्यानभासमा चलचित्र छायाङ्कनदेखि लिएर नेपाली चलचित्रलाई एउटा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने हाम्रो समूहले हामीले चाहिँ त्यो योगदान कार्य गरेका थियौँ र यसो गर्दै गर्दा चाहिँ मलाई के लाग्यो भने म कर्णालीवासी, यहीँ नजिकै मेरो घर चाहिँ गुराँस गाउँपालिकामा पर्दछ, म गुराँस गाउँपालिकाको नागरिक हुँ। वास्तवमा कर्णालीलाई अझ धेरै कुराहरू गर्न जरुरी छ भन्ने लाग्यो। हामीले खालि नेतृत्वलाई गाली गर्ने अथवा राज्यलाई गाली गर्ने भइरहेको छ, तर हामी स्वयंले एउटा आफू नागरिकको हैसियतले के गरिरहेको छु भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो जस्तो लाग्छ। त्यस कारणले अब कर्णालीतिर पनि फर्केर कर्णालीको पर्यटन सम्भावना, कर्णालीको चलचित्र सम्भावनालाई चाहिँ उजागर गर्नुपर्छ भनेर हामी यो अभियानमा लागेका छौँ र यो अभियानमा विशेष गरेर चलचित्र र पर्यटनलाई हामीले जोडेका छौँ। पहिलो पटक हाम्रो पूर्व मुख्यमन्त्री जीवन साईज्यूलाई थाहा छ, हामीले प्रेम गीत 2 चलचित्र रारा पहिलो पटक नेपाली चलचित्रको इतिहासमा पहिलो पटक ठुलो क्यानभासमा हाम्रो प्रदीप खड्काको द्वारा अभिनीत चलचित्र त्यो छायाङ्कन भएपछि बल्ल रारा चाहिँ एक्सप्लोर भएको थियो। ठुलो क्यानभासमा यो चलचित्र संसारभर रिलिज भएको थियो र त्यहाँको अध्यक्षले पछि भन्नुभएको थियो कि जब प्रेम गीत 2 रिलिज भएपछि हजारौँ इन्डियन पर्यटकहरू चाहिँ हाम्रो राराताल घुम्न आउनुभयो भन्नुभएको थियो, किनभने इन्डियामा पनि यो सिनेमाले निकै तहल्का पिटेको थियो। युट्युबमा पहिलो पटक नेपाली चलचित्र तपाईँको ट्रेन्डिङ 10मा 10को भन्दा तल परेको थियो, यो पहिलो पटक हो होइन। त्यस कारणले यस्ता किसिमका कुराहरूलाई अब कर्णालीबाट चलचित्र धेरैभन्दा धेरै चलचित्रहरू चाहिँ छायाङ्कन हुनुपर्छ, धेरैभन्दा धेरै चलचित्रहरू चाहिँ यहाँबाट बन्नुपर्छ भन्ने उद्देश्य हो। चलचित्र बन्यो र ठुलो क्यानभासमा चलचित्र बन्यो भने त्यो ठाउँको चाहिँ संसारभर चलचित्रको पर्दा मार्फत त्यो पर्यटकीय रूपमा पनि प्रवर्धन हुने भएको हुनाले यो कर्णाली चलचित्र महोत्सवको उद्देश्य हामी त्यो रूपमा हामी सञ्चालन गरिरहेका छौँ। र अर्को कुरा, कर्णालीमा निकै
अनौठा निकै किसिमका एउटा अर्ग्यानिक कथाहरू छन्। त्यो कथाहरूलाई चलचित्रको पर्दाबाट उतार्न सकिएको छैन। अहिले नेपाली चलचित्रमा भनौँ न एक प्रकारको कपी पेस्ट टाइपको हामी बलिउडबाट हलिउडबाट अलिकति इन्स्पायर भएर स्टोरीलाई कता 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 पुगिरहेको अवस्थाहरू छ। त्यस कारणले कर्णालीका जुन कथाहरू छन्, कर्णालीका जुन साहित्यहरू छन्, कर्णालीका जुन एउटा कल्चर छ, त्यो कल्चरलाई अब सिनेमा मार्फत हामीले बनाउन सक्यौँ भने मलाई लाग्छ हामी कर्णाली मात्र नभइकन नेपाली चलचित्रलाई नै हामी अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ भन्ने मान्यताका साथ लागिरहेका छौँ। त्यही स्वरूप हाम्रो अभिनेता प्रदीप खड्काद्वारा अभिनीत चलचित्र प्रकाशले पनि एउटा धेरै अन्तर्राष्ट्रिय स्तरमा धेरै राम्रो एउटा छाप पारेको छ भने एउटा राष्ट्रले पनि एउटा अवार्डेड गरेको सिनेमा हो होइन। त्यो पनि जुम्लामा छायाङ्कन गरिएको थियो। धेरै चलचित्र अहिले हामी जोड्ने कोसिस गरिरहेका छौँ। जस्तो काठमाडौँमा पनि हामीले कर्णाली चलचित्र महोत्सवका धेरै एक्टिभिटिजहरू गरिरहेका छौँ कि काठमाडौँका मेकरहरूलाई चाहिँ कर्णालीमा ल्याउनुपर्छ भन्ने मान्यता रहेको छ। त्यो रूपमा हामी यो कार्यक्रमको हाम्रो उद्देश्य हो र यो कार्यक्रमलाई कर्णाली चलचित्र महोत्सवलाई सफल बनाउनको लागि हाम्रो अहिलेको चर्चित अभिनेता प्रदीप खड्का हाम्रो ब्रान्ड एम्बेसडर हुनुहुन्छ। प्रदीप खड्का चाहिँ हाम्रो सद्भावना दूत भएको हुनाले पनि कर्णालीलाई हामी एकदमै हामीले चाहिँ संसारभर चिनाउन सकिरहेका छौँ। त्यो अभियानमा हामी लागेका छौँ र हामी चाहिँ राज्यलाई प्रदेश सरकारलाई पनि सहजीकरण गर्ने, प्रदेश सरकारले यो गरेन त्यो गरेन भन्दा पनि प्रदेश सरकारलाई पनि सुझावहरू दिएर हाम्रा अनुभवहरू आदान प्रदान गरेर हामी चाहिँ अगाडि बढ्न चाहन्छौँ। त्यो लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ। अबको संसार ग्लोबलाइज भइसकेको छ। हामी एआईतिर अहिले पाइला सारिरहेका छौँ। त्यस कारणले चलचित्रलाई अलिकति प्रदेश सरकारले म माननीय मुख्यमन्त्रीज्यूलाई पनि अनुरोध गर्न चाहन्छु, चलचित्र र पर्यटनलाई हामीले विशेष गरेर कर्णालीबाट प्रबन्धन गर्न सक्ने किसिमका नीतिहरू बनाउन सक्यौँ, त्यो किसिमका चाहिँ गर्न सक्यौँ भने राम्रो हुन्छ लाग्छ। त्यस कारणले पनि आज हामीले चलचित्र विकास बोर्डका अध्यक्षज्यूलाई पनि आज अहिले आमन्त्रण गरेका छौँ र त्यसै गरी स्थानीय तहको गुराँस गाउँपालिकाका अध्यक्षज्यू लगायत हामी तिनै तहको चाहिँ एउटा कनेक्ट गर्न खोजिरहेका छौँ। किनभने एक आपसमा समन्वय गरेर अब चाहिँ कर्णालीमा चलचित्रका धेरै गतिविधिहरू बढाउनुपर्छ भन्ने उद्देश्य रहेको छ। यसो झट्ट हेर्दाखेरि मलाई धेरैले हिजोदेखि सोधि पनि रहनु भएको छ, अवार्ड सेरोमनी पनि हो कि भन्ने सोध्नु भएको छ। हामी अवार्ड त गर्छौँ तर अवार्डलाई बढी प्रायोरिटी चाहिँ दिँदैनौँ, फिल्डमै गएर काम गरौँ भन्ने उद्देश्य हो हाम्रो। त्यसपछि अब हाम्रा कार्यक्रमहरू दैलेखमा छ भोलि, त्यसै गरी रारामा गर्दैछौँ, जुम्लामा गर्दैछौँ। सम्भवतः हामी अब कर्णालीलाई धेरैभन्दा धेरै एक्सप्लोर गर्न चाहन्छौँ। त्यसको लागि सम्पूर्णमा साथ सहयोगको लागि अनुरोध गर्न चाहन्छु। सम्पूर्णमा म न्यानो स्वागत अभिवादन गर्न चाहन्छु र अघि सुन्नुभयो होला अब चलचित्र महोत्सवमा मुक्तिनाथ विकास बैङ्क अथवा मुक्तिनाथ कृषि कम्पनी भन्ने पनि सुन्नुभयो। त्यसको पनि छुट्टै उद्देश्य छ। हामी चाहिँ यहाँको अर्ग्यानिक फुडहरूलाई, अर्ग्यानिक चिजहरूलाई पनि कहीँ न कहीँ एउटा चलचित्र पर्यटनसँग जोड्न चाहन्छौँ ताकि यहाँको कर्णालीको अर्ग्यानिक चिजहरूलाई पनि अन्तर्राष्ट्रिय बजारीकरण गर्न सकौँ भन्ने उद्देश्य साथ हाम्रो सञ्चालकज्यूहरू, कार्यकारी प्रमुखज्यूहरू आउनुभएको छ। हामी यो विशेष गरेर भोलि गुराँसमा हामी यो सम्बोधन गर्दैछौँ, छलफल गर्दैछौँ। यति भन्दै म लामो समय लिन चाहदिनँ, छोटो समय, किनभने मुख्यमन्त्रीज्यूको एकदम व्यस्तताको समयका बावजुद पनि हामीलाई महत्त्व दिएर आउनुभएको छ। त्यस कारणले यति भन्दै आजको यो जुन कार्यक्रममा यहाँहरूको जुन गरिमामय उपस्थितिको लागि म हृदय आत्मादेखि नै आभार प्रकट गर्दै हाम्रा यस्ता भेटघाटहरू अझ हुँदै जानेछन्। अझ नजिक बढेर कर्णालीलाई चाहिँ अझ धेरै माथि उठाउनु छ। हुन त कर्णाली आफै पनि धेरै माथि उठेको ठाउँ हो। अब हामीले यसलाई बजारीकरण गर्न छ। त्यसको लागि कर्णाली चलचित्र महोत्सवले यो योगदान दिनेछ। हामी त्यो कार्य गर्नेछौँ र हामी एकदम इमान्दारीका साथ कर्णाली प्रदेशको भएको सम्भावनालाई चाहिँ संसारभर एउटा बजारीकरण गर्ने, यहाँका सम्भावनालाई संसारमा प्रस्फुटन गर्ने किसिमले हामी काम गर्नेछौँ भन्दै सम्पूर्ण अतिथिगणहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा स्वागत अभिवादन गर्दै बिदा चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद स्वागत मन्तव्यका लागि यस महोत्सवका निर्देशक चक्रबहादुर चन्दज्यूलाई। र म धेरै बोल्ने भन्दा पनि कार्यक्रमलाई छिटो यो औपचारिक सत्रलाई समापन गर्ने र त्यो समय बचेको समय चाहिँ संवादमा युटिलाइज होस् भन्ने चाहनाका कारणले गर्दा धेरै मूर्धन्य व्यक्तित्वहरूलाई अगाडि देखिरहेको छु। सबैप्रति हार्दिक सम्मान छ र अब भने म मन्तव्यको क्रमलाई जोड्दैछु। मन्तव्य शुभकामना मन्तव्यसहित आफ्नो मन्तव्य राखिदिनु हुनका लागि आजको कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यूलाई म स्टेजमा आमन्त्रण गर्दछु। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2081 समुद्घाटन समारोहका सभाध्यक्ष आदरणीय महेन्द्र मल्लज्यू, यस कार्यक्रममा
विशेष अतिथिको रूपमा रहनुभएका पूर्व मुख्यमन्त्री, प्रदेश सभामा नेपाली काङ्ग्रेस संसदीय दलका नेता मान्य जीवनबहादुर शाहीज्यू, कर्णाली प्रदेश सरकारका मान्य मन्त्रीज्यूहरू, पूर्व मन्त्री रामकुमारी झाँक्रीज्यू, पूर्व मन्त्री कुन्ती शाहीज्यू, चलचित्र बोर्डका कार्यकारी निर्देशक दिनेश टिसीज्यू, प्रदीप खड्काज्यू, वीरेन्द्रनगर नगरपालिकाका प्रमुखज्यू, गुराँस गाउँपालिकाका अध्यक्षज्यू, उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाज्यू, यहाँ उपस्थित विभिन्न क्षेत्रबाट यो कार्यक्रममा सहभागी हुनुहुने सबै विशिष्ट प्रबुद्ध महानुभावहरू र सहभागी विभिन्न कलेज र विद्यालयका विद्यार्थी भाइ बहिनीहरू सबैमा म हार्दिक अभिवादन व्यक्त गर्दै यो दोस्रो अन्तर्राष्ट्रिय कर्णाली चलचित्र महोत्सव, कर्णाली अन्तर्राष्ट्रिय महोत्सव जो आयोजना गर्नुभएको छ त्यो आयोजनाको पूर्ण सफलताको कामना गर्न चाहन्छु। कार्यक्रमको आयोजना गर्नुभएकोमा आयोजक संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सातवटा प्रदेशमध्ये एउटा प्रदेश कर्णाली प्रदेश रहिआएको एउटा अवस्था छ। स्थापना कालदेखि कर्णाली प्रदेशको आफ्नो परिचयलाई बदल्नका निम्ति हामीले हाम्रो ठाउँबाट, आफ्नो सीमा र दायराबाट केही कामहरू गरिरहेका छौँ। विपन्नका नामका आधारबाट चिनिने वा चिनाउने, गरिबीका नामबाट चिनाउने वा विकटका नामबाट चिनाउने कर्णालीलाई अब हामी समृद्ध कर्णालीका हिसाबले, पर्यटनका हिसाबले सबैभन्दा आकर्षक गन्तव्य स्थलका रूपमा चिनाउनका हिसाबले, प्राकृतिक र साधन र स्रोतका हिसाबले, भरिपूर्ण प्रदेशका हिसाबले सबै क्षेत्रको सहयोगका माध्यमबाट कर्णाली प्रदेशको परिचयलाई बदल्ने अभियानमा छौँ। त्यो अभियानमा आजको कार्यक्रम पनि एउटा महत्त्वपूर्ण सार्थक अभियानका रूपमा रहनेछ भन्ने मैले लिएको छु। हामी लोकतन्त्र प्राप्त गरिसकेपछि क्रमशः सबै क्षेत्रमा प्रगतिका पथहरू अगाडि बढी नै रहेका छन्। यद्यपि हाम्रो चाहना, हाम्रो इच्छा र आकाङ्क्षा र प्रविधि र ले विकास गरेका आधारबाट कतिपय कुराहरू गर्न बाँकी रहेको भए पनि मलाई लाग्छ लोकतन्त्रपछि, गणतन्त्रपछि हामीले सबै क्षेत्रमा एकपछि अर्को विकासका फड्कोहरू, परिवर्तनका अनुभूतिहरू अगाडि बढिरहेका छौँ। आजको कार्यक्रम मार्फत कर्णाली प्रदेशका 10 वटा जिल्ला, एक जिल्ला होइन अनेक जिल्ला, एक क्षेत्र होइन अनेक क्षेत्र, एक जिल्ला होइन 79 वटै पालिका, कुनै कृत्रिम वस्तु निर्माण गरेर होइन, प्राकृतिक सौन्दर्यका हिसाबले तपाईले प्रतिनिधित्व गर्नुभएको चलचित्र क्षेत्रको छायाङ्कनका लागि मलाई लाग्छ अरू प्रदेशसँग तुलना गर्दा कर्णाली प्रदेश सर्वोत्कृष्ट नै छ। क्रमशः तपाईहरूले हात हाल्नु भएको अवस्था छ र केही चलचित्र बनाएर कर्णालीको पर्यटन विकासका निम्ति जुन महत्त्वपूर्ण भूमिका तपाईले पुर्याउनु भएको छ त्यसका निम्ति पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले हाम्रो क्षेत्रको समुचित विकासका निम्ति न्यूनतम रूपमा जुन पूर्वाधारको विकास हिजै भइसक्नु पर्थ्यो, विभिन्न कारणले त्यो हुन सकेन। त्यसमा अहिले हामी तीनै तहका सरकारहरू मिलेर, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर पूर्वाधारको विकासमा पनि यातायातको विकासलाई सुनिश्चित र सुरक्षित गराउने कुरामा जति छिटो हामी पुग्न सक्छौँ, मलाई लाग्छ तपाईहरूले सञ्चालन गर्नुभएको अभियानका लागि पनि त्यो सार्थक सिद्ध हुनेछ भन्ने कुरा मैले विश्वास गरेको छु। आगामी दिनमा तपाईहरू सबै क्षेत्रको सहयोगका आधारबाट केवल सरकारी संरचना, सरकारी साधन र स्रोतले मात्रै
कर्णालीको जे सम्भावना छ त्यसलाई प्रस्फुटित गर्न सकिँदैन। यसमा सबै क्षेत्रका निजी क्षेत्रहरूको उत्तिकै सक्रियता र सहभागिता रहन सक्यो। त्यसमा हाम्रो तिनै तहका सरकारले गर्नुपर्ने कामहरू पुरा गर्न सकियो भने मलाई लाग्छ अहिले विकट र अभावका रूपमा मान्छेले बुझ्ने गरेको कर्णालीलाई हामी सबैको सहयोग, संलग्नता र सहभागिताका आधारबाट एउटा समृद्ध कर्णालीमा रूपान्तरित गर्न सकिन्छ। त्यसका निम्ति तपाईहरूले आयोजना गर्नुभएको कार्यक्रम एउटा कोसे ढुङ्गाका रूपमा रहनेछ भन्ने मैले विश्वास लिएको छु। तपाईहरू गुराँस हुँदै, रारा हुँदै, जुम्ला हुँदै जे कार्यक्रम गरिरहनु भएको छ, मैले जति जानेको छु यसका आयोजकहरू पनि स्वयं यहीँकै रहेको र जो बाहिरबाट जोडिनु भएको छ उहाँहरूले पनि कर्णालीलाई नजिकबाट चिनिरहनु भएको साथीहरू नै, संस्थाहरू नै यसको आयोजक रहेकै कारणले गर्दा मलाई लाग्छ तपाईहरूका माध्यमबाट हाम्रो क्षेत्रको पर्यटन विकास र यहाँको चाहिँ कला संस्कृति र धार्मिक पर्यटनका साथसाथै यहाँको पशुपालन, कृषि व्यवसाय, साना साना घरेलु उद्योगहरूलाई प्रस्फुटित गर्ने क्रममा तपाईहरूको महत्त्वपूर्ण भूमिका रहनेछ। नेपालको भाषाको उत्पत्ति रहेको क्षेत्र र हिजो परापूर्व कालदेखि उल्लेखनीय भूमिका वा प्रभाव छोडेको सिजा सभ्यता तपाईहरूको चलचित्रको माध्यमबाट वा तपाईहरूको विधाको माध्यमबाट देशमा मात्र होइन विदेशमा मात्रै चिर परिचित गराउने कुरामा यो तपाईहरूको अभियानले महत्त्वपूर्ण भूमिका खेल्नेछ। तपाईहरूको महत्त्वपूर्ण भूमिका मार्फत प्रदेश सरकारले सञ्चालन गरिरहेको समृद्ध कर्णाली, सुखारी कर्णालीको जुन महान लक्ष्य छ त्यसलाई मूर्त रूपले सफलतामा पुर्याउनका निम्ति तपाईहरूको यो अभियान सहयोग सिद्ध हुनेछ भन्ने शुभेच्छा, शुभकामना सहित फेरि पनि कार्यक्रम आयोजकका लाई धन्यवाद दिँदै यो कार्यक्रमसँग जोडिएर विभिन्न क्षेत्रका प्रबुद्ध महानुभावहरू जो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूलाई समेत प्रदेश सरकारका तर्फबाट हार्दिक स्वागत गर्दै कार्यक्रमको भव्य सफलताको शुभकामना सहित आफ्नो भनाई यही टुङ्ग्याउँदछु। धन्यवाद। धन्यवाद प्रमुख अतिथिज्यू मन्तव्यका लागि। र अब यहाँ नयाँ चलचित्र सहकार्यका लागि घोषणा हुनेछ। निर्देशक र महोत्सवका बीचमा सम्झौता हुनेछ। अघि स्वागत मन्तव्यमा पनि उहाँले भन्नुभएको थियो, त्यो कार्यक्रम पनि रहेको छ हाम्रो बीचमा। त्यसपछि हामीले एउटा अहिले समापन मन्तव्य मात्र बाँकी छ उद्घाटन सत्रको। म संक्षेपमा आजको कार्यक्रमको जानकारी यहाँहरूलाई प्रदान गर्न चाहन्छु। आज सुरुमा राजनैतिक संवाद रहेको छ जसमा माननीय मुख्यमन्त्रीज्यू स्वयं हुनुहुनेछ। त्यसैगरी पूर्व मुख्यमन्त्रीज्यूको पनि त्यो सेसनमा सहभागिता रहनेछ। त्यसैगरी कुन्ती कुमारी साईज्यू हुनुहुन्छ पूर्व राज्यमन्त्री, उहाँको पनि त्यसमा सहभागिता रहनेछ। रामकुमारी झाँक्रीज्यू यतापट्टि हुनुहुन्छ छेउमा। अहिले हामी त्यो प्यानल डिस्कसनको बिचमा उहाँहरूलाई पनि त्यहाँ पाउनेछौँ भने त्यो संवादको पर्यवेक्षकका रूपमा चलचित्र विकास बोर्डका अध्यक्षज्यू पनि त्यही संवादको साक्षी बन्नुहुनेछ। त्यसमा धेरै कुराहरू हामी सुन्नेछौँ। अहिले भने यो समय बचाउनका लागि मैले यति थोरै मात्र जानकारी दिएँ। त्यसको सहजीकरण चाहिँ नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजवालज्यूले गर्नुहुनेछ। त्यसैगरी दोस्रो सत्र रहेको छ कर्णाली पर्यटन संवाद, घुमौ कर्णाली हेरौँ कर्णाली। यसमा चाहिँ पर्यटन मन्त्रीज्यू, त्यसैगरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षज्यू, त्यसैगरी गुराँस गाउँपालिकाका अध्यक्षज्यू सहभागी हुनुहुनेछ र त्यसको सहजीकरण म आफैले गर्दैछु। त्यहाँ पनि अलिकति केही कुराहरू हुनेछन्। त्यसपछि अर्को सत्र रहेको छ कर्णाली चलचित्र संवाद। त्यसमा चाहिँ चलचित्र र स्थानीय सरकारको विषयलाई अलि बढी प्राथमिकता दिइने गरी त्यो सत्र सुरु हुनेछ। त्यसमा चलचित्र विकास बोर्डका अध्यक्ष स्वयं रहनुहुनेछ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुखज्यू हुनुहुनेछ। त्यसैगरी अभिनेता प्रदीप खड्काज्यू पनि त्यो सत्रमा सहभागी हुनुहुनेछ। र समय मिल्यो भने यसमा अहिले हाउस अथवा अर्को के काम पनि चलिराखेको छ प्रदेशको विषयमा, त्यहाँ समय मिल्न सक्ने अवस्था सिर्जना भयो भने माननीय घनश्याम भण्डारीज्यू पनि त्यो सेसनमा सहभागी हुने भन्ने कुरा चाहिँ भएको छ। यसको सहजीकरण चाहिँ चलचित्रका लेखक हुनुहुन्छ विकास सुवेदीज्यूले यसको सहजीकरण गर्नुहुनेछ। चलचित्र क्षेत्रमा उहाँको योगदान पनि अतुलनीय छ। त्यो योगदानको उच्च प्रशंसा कर्णालीको यो भूमिमा हामी आयोजकका तर्फबाट गर्न चाहन्छौँ।
अब मेरो गन्थन गर्ने क्रम सकिएको छ। मेरो यो गन्थनलाई सहेर बसिदिनु भयो र यहाँ धेरै चिटहरू आउँदा पनि मैले तपाईँहरूलाई एकमुष्टमा आसन ग्रहण गरिदिनका लागि, किनभने म यही कर्णालीकै यही सुर्खेतमै हिजो तपाईँहरूसँगै हिँडेको डुलेको भएका कारणले गर्दा त्यसलाई सामान्य रूपमा सहज लिदिनु हुनेछ भन्ने विश्वास लिँदै अब फेरि तल बसेर पहिलो सेसनमा म पनि बस्नेछु। अहिलेका लागि भने यो औपचारिक समारोह, उद्घाटनको औपचारिक समारोहलाई समापन गरिदिनका लागि आदरणीय डाक्टर महेन्द्र कुमार मल्लज्यूलाई म अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक मित्र पुरुषोत्तम सापकोटा, नेपाल टेलिभिजन पत्रकार। आजको यस कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2081 दोस्रो प्रकरण सेकेन्ड सेगमेन्ट को प्रमुख आतिथ्यता ग्रहण गरिरहनुभएका कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री आदरणीय यामलाल कणेलज्यू, विशिष्ट अतिथि कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री र वर्तमान नेपाली काङ्ग्रेस संसदीय दलका नेता आदरणीय जीवनबहादुर साईज्यू, पूर्व मन्त्री आदरणीय रामकुमारी झाँक्रीज्यू, कुन्ती साईज्यू, कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्रीज्यू, सामाजिक विकास मन्त्रीज्यू, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखज्यू, गुनास गाउँपालिकाका अध्यक्षज्यू, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश ऋषिज्यू, नेपाली फिल्म इन्डस्ट्री चलचित्र जगतका सुपरस्टार, समकालीन नेपाली चलचित्र परम्पराका अत्यधिक लोकप्रिय नायक प्रदीप खड्काज्यू, ड्यासमा उपस्थित सम्पूर्ण अतिथिगणहरू, हाम्रो निम्तोलाई स्वीकार गरेर कर्णाली प्रदेश सुर्खेत जिल्लाका विभिन्न सङ्घ संस्था, कलाकारिता क्षेत्रका सङ्घ संस्थाहरू, राजनीतिक सङ्घ संस्थाहरू, प्राध्यापक सङ्घ संस्थाहरू, डाक्टरका सङ्घ संस्थाहरू, सम्पूर्ण सङ्घ संस्थाहरूका प्रमुख एवं प्रतिनिधि साथीहरू, सबभन्दा महत्त्वपूर्ण यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सहभागी महानुभावहरू, विद्यार्थी भाइ बहिनीहरू, मैले छुटाएछु नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भवानी राणाज्यू, सम्पूर्णलाई हामीले स्वागत गरिसकेका छौँ। हामीले कर्णाली प्रदेशको चलचित्रको विकासमा, पर्यटनको विकासमा के गर्न सकिन्छ, प्रशस्त सम्भावना छ। हाम्रो कार्यक्रम निर्देशकज्यूले पनि भन्नुभयो, वास्तवमा उर्वर भूमि हो कर्णाली, चाहे त्यो छायाङ्कनको दृष्टिकोणले होस्, चाहे त्यो कथाको मौलिकताका दृष्टिकोणले होस्, चाहे त्यो कल्चरल डाइभर्सिटीका कारणले होस्, आधारबाट होस्, चाहे त्यो भौगोलिक विविधताका कारणले होस्, चाहे त्यो जलवायुगत विविधताका दृष्टिकोणले होस्, चाहे त्यो यहाँको जीवनशैली, रहन सहन, परम्परा, संस्कृति आदिका कारणले होस्, कर्णाली प्रदेश चलचित्र निर्माणका लागि उर्वर छ। नेपालमै सबभन्दा बढी मौलिक कथा पाइने ठाउँ भनेकै कर्णाली हो। नेपालकै सबभन्दा ब्युटिफुल नेचुरल्ली ठाउँ भनेकै कर्णाली हो र सबभन्दा पुरानो सभ्यता, जीवनशैली, संस्कार र संस्कृति र परम्परा भएको ठाउँ पनि कर्णाली हो। यो कर्णाली लुकिरहेको छ।
यो कर्णाली हराइरहेको छ आफैभित्र। कसले खोजिदिने हो यो कर्णालीलाई? कहाँबाट प्रयत्न गर्नुपर्ने हो कर्णाली खोज्नलाई? धेरै विशेष क्षेत्रहरूमा लुकिरहेको छ कर्णाली। यसका थुप्रै ऐतिहासिक बाटाहरू छन्, यसका थुप्रै सांस्कृतिक बाटाहरू छन्, यसका थुप्रै नेचुरल रिसोर्सेसहरूका एउटा आफ्ना पाटाहरू छन्, प्राकृतिक स्रोत र साधनका। यो लुकिरहेको कर्णालीलाई, यो सुन्दर कर्णालीलाई, यो ब्युटिफुल कर्णालीलाई, अपार भण्डार प्रकृतिको यो सम्भावनाको खानीलाई कसले होला अगाडि ल्याउने? सरकार त प्रतिबद्ध भएर लागेकै छ। एउटा हातले मात्रै ताली पड्कँदैन। इतिहास बनाउने भन्ने कुरा सामूहिक प्रयत्नमा अगाडि बढ्छ। एउटा व्यक्तिले नेतृत्व गर्न सक्ला, तर इतिहास भन्ने कुरा, समृद्धि प्राप्त गर्ने कुरा, विकासको चाहिँ उन्नतिमा जाने कुरा, फड्को मार्ने कुरा सामूहिक शक्तिमा निर्भर हुने गर्दछ। त्यसैले हामीले नागरिक स्तरबाट पनि हाम्रो शक्तिलाई, हाम्रो सामर्थ्यलाई लगाउन, प्रणालीलाई झप्पै अगाडि ल्याउनको लागि, प्रणालीलाई उजागर गर्नको लागि, प्रणालीलाई नेपालमा होइन विश्वव्यापी रूपमा मुम्बईको फिल्म निर्माता आओस्, उचाइ निर्माण गर्न मुस्ताकमा इन्डियन टोली आउँछ भने, कलाकारको टोली आउँछ, निर्माताको टोली आउँछ भने कर्णालीमा किन आउन सक्दैन? हलिउडको किन आउन सक्दैन? बलिउडको किन आउन सक्दैन? या थुप्रै ठाउँबाट नेपालको त छँदैछ। हामीले त माया गर्ने ठाउँ नै हो। यही विकास गर्नको लागि हामी आजको यो कार्यक्रमलाई असाध्यै फ्रुटफुल गराउन चाहिरहेका छौँ, असाध्यै उपलब्धिमूलक बनाउन चाहिरहेका छौँ। त्यसैले वर्तमान मुख्यमन्त्रीज्यू लगायत पूर्व मुख्यमन्त्रीज्यूहरू, केन्द्रीय राजनीतिक नेतृत्वलाई प्रणालीमा चलचित्रको सम्भावना के हो त? हजुरहरूले के गरिरहनु भएको छ? अहिले सरकार, कर्णाली सरकारको योजना के छ? नीति के छ? कार्यक्रमिक तहमा के छ? बजेट के छ? के गर्दै हुनुहुन्छ? पूर्व मुख्यमन्त्रीले के गर्नुभयो? उहाँहरूको पालामा के सम्भावनाको खोजी गर्नुभयो? केन्द्रीय नेतृत्वबाट आँखाबाट कर्णालीलाई कसरी हेरिएको छ पर्यटन र चलचित्रको सम्भावनामा? हामी एउटा डिस्कसन गर्छौँ, संवाद गर्छौँ, गर्दैनौँ मात्र। त्यसबाट निस्किएको कन्क्लुजनलाई हामीले सम्बन्धित सरकारवालामा हामीले फिडब्याकको रूपमा प्रस्तुत पनि गर्छौँ। त्यसै गरी उच्च स्तरीय पर्यटन सम्वादको हाम्रो चाहिँ सम्वाद छ, चलचित्रको सम्वाद छ। यो उच्च स्तरीय सम्वादबाट हामीले चाहिँ के गर्छौँ भने एउटा रिपोर्ट राइटिङ गरेर, सुझाव कलेक्सन गरेर सरकारलाई, गैर सरकारी निकायहरूलाई, सरकारवाला संस्थाहरूलाई हामी हाम्रो रिपोर्ट चाहिँ प्रतिवेदन पेश गर्नेछौँ सुझावको रूपमा। यही हाम्रो के हो त? उद्देश्य हो। पहिलो कुरा। दोस्रो कुरा, यसपछि यो महत्त्वपूर्ण सेसनपछि हामी गजल महफिलमा प्रवेश गर्नेछौँ। त्यसपछि हामीले पुजार सार्की फिल्म प्रदर्शन गर्नेछौँ। त्यति बेलासम्म हामी सबै, विशेष गरेर विद्यार्थी भाइ बहिनीहरू र सहभागी आदरणीय व्यक्तित्वहरूलाई अन्तिम समयसम्मका लागि बसेर फिल्म समेत हेरेर गइदिन हुनको लागि अनुरोध गर्दछु। फेरि हामीसँग आफ्नो क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ, तर यो चलचित्र क्षेत्रसँग सम्बन्धित प्रदीप खड्काजी आउनु भएको छ, सुपरस्टार। उहाँसँग फोटो खिच्नुपर्छ, टिकटक बनाउनुपर्छ। त्यो पनि मेरो गीतमा है। यति भन्दै यो औपचारिक कार्यक्रम समाप्त गर्नुभन्दा अगाडि सम्पूर्ण अतिथि, प्रमुख अतिथि लगायत अतिथिज्यूहरूलाई गिभ एन्ड बिग क्ल्यापिङ प्लिज। उद्घाटन सत्र यही अन्त्य भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार। धन्यवाद। अब यो औपचारिक कार्यक्रम सकिएको छ। अब हामी प्यानल डिस्कसनका लागि यो सेटअप गरुन्जेललाई मैले अब चाहिँ यहाँहरू सबैजनालाई म सम्मान गर्न चाहन्छु, किनभने अघि त्यो समयका लागि त्यो समय छुट्याइएको थियो। हाम्रो बिचमा सबै प्रबुद्ध व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू सबैजनालाई म सम्मान व्यक्त गर्न चाहन्छु। यहाँ थुप्रो स्पोन्सरहरूको पनि यहाँ ब्यानरमा नामहरू रहेको छ, ती स्पोन्सरहरूलाई पनि म हार्दिक सम्मान, अहिले केही बेरमा उहाँहरू सबैलाई म सम्मान व्यक्त गर्नेछु उच्चारण गरेर। हाम्रो बिचमा राजकमल साईज्यू आउनु भएको छ, नोबेल बैंक लिमिटेड सुर्खेत शाखाका शाखा प्रबन्धक, यहाँलाई हामी हार्दिक सम्मान व्यक्त गर्दछौँ। त्यसै गरी नोबेल बैंक लिमिटेड सुर्खेतकै प्रतिनिधि हुनुहुन्छ, मेरै नाम मिल्दो रहेछ, पुरुषोत्तम घिमिरे सर, यहाँलाई पनि म हार्दिक सम्मान व्यक्त गर्छु। सुर्खेती आकाशका एक मूर्धन्य व्यक्तित्व, साङ्गीतिक क्षेत्रका नक्षत्र भन्दा पनि
गङ्गा केसी सरलाई पनि मैले अघि देखेको थिएँ, यहाँलाई पनि म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। सबैजनालाई हार्दिक सम्मान छ। अब तपाईँ प्रबुद्ध व्यक्तित्वहरू, अब तपाईँ बौद्धिक व्यक्तित्वहरू, अब तपाईँ सम्पूर्ण दर्शक महानुभावहरू यो छलफलको समयमा सक्रिय सहभागिता जनाउनुहोला। तपाईँका सुझावहरू, तपाईँका प्रश्नहरू पनि यहाँ आवश्यक छन्। प्रश्न गर्नुपर्छ, तपाईँहरूले प्रश्न गर्नुहोला। म टेलिभिजनमा समाचार पढ्दा कतै देखेको थिएँ बिम्बका रूपमा कर्णाली कमजोर भन्ने हिसाबले बिम्बका रूपमा प्रयोग भएको थियो कतै कतै। त्यो बिम्बात्मक प्रयोग जसरी गरिन्छ कर्णालीलाई, त्यो दृष्टिकोण, त्यो धारणा, त्यो न्यारेटिभलाई चाहिँ तोड्नु पर्नेछ, त्यसलाई हटाउनु पर्नेछ। त्यो हटाउने अभियानमा राजनैतिक नेतृत्वहरू क्रियाशीलतापूर्वक लागिरहनु भएको छ। उहाँहरूलाई हार्दिक सम्मान छ। त्यो धारणा परिवर्तन चाहिँ यस्ता संवादका श्रृङ्खलाहरूले पनि गर्नेछन्। र अहिले हामीलाई फेसबुक पेज मार्फत पनि तपाईँहरूले हेरिरहनु भएको छ। भैरव एचडी हामीलाई प्रत्यक्ष प्रसारण गरिरहेको छ भने यो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रत्यक्ष प्रसारण पनि त्यहाँबाट पनि भइरहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माज्यूलाई पनि मैले अघि देखेको थिएँ, यहाँलाई पनि म हार्दिक सम्मान व्यक्त गर्छु। र उपस्थित सबैलाई हार्दिक सम्मान।